हजुर अहिले म कामलोपट्टिको बारवटा स्थित लक्ष्मीश्वरमा रहेको नेपाली लोकबाजा सङ्ग्रहालयमा छु। हाम्रो मौलिक लोकबाजा सङ्ग्रहालयमा हामी आज शनिबारको दिन साथीभाइसहित आइतबार आइतबार साथीभाइ जमघट भइरहेछौँ र यो लोकबाजा तपाईँ हाम्रै सम्पत्ति हो, यसलाई जोगाना पनि गर्नुपर्छ। किनभने बिस्तारै यो अहिलेका जेनेरेसनहरूले के हो त लोकबाजा भन्ने कुरो बिर्सिसके। झ्याङ पाश्चात्य सङ्गीत होइन, तजुर्बा सबै चिजको राख्नुपर्छ। त्यो भनेर उनीहरूको अँगालेर आफ्नो पुरै बिर्सिने भन्ने कुरा पनि यो बिल्कुलै गलत कुरा हो। त्यस कारण आज म यो लोकबाजा सङ्ग्रहालयमा यसो घुम्दै यहाँसँगका विभिन्न चिजहरूको म अवलोकन पनि गर्दैछु, पहिला नि गरेको छु र तपाईँहरू पनि आएर यहाँ भिजिट गर्न सक्नुहुनेछ। यो चाहिँ तपाईँको टेकु स्थित 12वटामा लक्ष्मीश्वर महादेव मन्दिरको परिसरमा रहेको छ। यहाँ हजुरको विभिन्न मौलिकता बोकेको नेपाली 4-36 वर्णका लोकबाजाहरू बजाउने पुराना बाजाहरू छन्, जसमा अब यहाँ मलाई पनि कतिपय नामहरू त थाहा छैन, नामहरू प्राय थाहा हुँदैन है त। हजुर पनि अवश्य भिजिट गर्नु होला।